सदा चाहिँ तदनुसार आज सायद आइतबारको दिन अप्रिल कति तारिक हो 20 तारिक यहाँलाई सदा चाहिँ परमेश्वरको वचनमा स्थानीय संस्थान अन्तर्राष्ट्रिय सङ्गति मात्र होइन युट्युब च्यानल तथा फेसबुकद्वारा हेरिरहनु भएको हामीलाई सम्पूर्ण अतिथि गणलाई पनि स्वागत छ। आयुबको पुस्तक 19 अध्याय 25 तर म जान्दछु मेरा उद्धारक जीवित हुनुहुन्छ, सबैभन्दा अन्तिम समयमा उहाँ पृथ्वीमा खडा हुनुहुनेछ। Jobs 19:25 I know that my Redeemer lives and that in the end he will stand on earth. हामीले प्रार्थना गर्नेछौँ। प्रभु हामी तपाईलाई धन्यवाद दिन्छौँ आजको वचनको लागि। धन्यवाद भन्छौँ आज त परमेश्वरले पुत्र ख्रीष्ट येशूलाई मृतक अवस्थामा राख्न दिनुभएन, पवित्र आत्माको शक्तिमा जसरी ख्रीष्ट येशू पुनरुत्थान हुनुभएको छ त्यसरी नै हामी सम्पूर्ण प्रभु मण्डली तथा संसारमा प्रत्येक परिवार व्यक्ति आर्थिक रूपमा, सामाजिक रूपमा, भौतिक रूपमा, शैक्षिक रूपमा, शारीरिक रूपमा, मानसिक रूपमा र आत्मिक रूपमा पनि पुनर्जीवित हुन आवश्यक छ। जसको कारणले त आज हामी मण्डली आज साँच्चै तपाईको साँच्चै रेजरेक्सनलाई, तपाईको पुनरुत्थानलाई हामी साँच्चै सेलिब्रेट गर्छौँ। प्रभु धन्यवाद भन्छौँ त्यो परमेश्वर हामी सम्पूर्ण मण्डली परिवारलाई दिनुभएको विशेष उद्देश्यको लागि येशू प्रभुको नाममा आमेन। एसोरेन राजाको समयमा थियो जब इजरायलीहरू बेबिलोनियनको बधैबाट वास्तवमा फिर्दै थिए। यो लगभग 5औं तथा 6औं सेन्चुरीको बीसीको बेलाको कुरा हो है। हामी देख्छौँ भविष्य वक्ताहरूले हजारौं वर्ष अगाडि ख्रीष्ट येशू आउनुभन्दा अगाडि एशिया, दानियल, इजेकियल, इभन आयुबले समेत ख्रीष्ट येशूको दोस्रो आगमन सँगसँगै उहाँको पुनरुत्थानको विशेष भविष्यवाणी गरेका हामी धर्मशास्त्र बाइबलमा पाउँछौँ। यसैले गर्दा आउनुहोस् आज हामी त्यो धर्मशास्त्र बाइबल आयुबले कसरी भन्नुभयो भन्ने कुरा हामीतिर जानेछौँ। तर म जान्दछु मेरो उद्धारक जीवित हुनुहुन्छ, मेरो उद्धारक जीवित हुनुहुन्छ। या उद्धारक रिडिमर भनेको छ इङ्ग्लिसमा। ही इज लिभ्स, ही इज अलाइभ है, उहाँ जीवित हुनुहुन्छ। आमेन। किन उहाँले आयुबले आफ्नो प्रस्तुति उद्धारक ख्रीष्ट येशू आउनु नभइकनै उहाँले भन्दै हुनुहुन्छ, भविष्यवाणी गर्दै हुनुहुन्छ। किनभने त्यो बेला आयुबको सुदिन देखाएको थिएन। त्यो बेला गिलगाद भन्ने व्यक्तिहरूले अघि बढाउने बिरदातहरूले चाहिँ उनको विभिन्न मित्रहरूले चाहिँ उनको बख्यान होइन, उनको चाहिँ पुरै राको बालिसकेका थिए। उनको विरोधमा थिए मानिसहरू। उनका मित्रहरूले आयुबको खराब दिन देखेर उनको चाहिँ किन यस्तो भइरहेको छ, किन खराब मानिसहरूको सुदिन भइरहेको छ, फलिफलाप भइरहेको छ, उनीहरूको चाहिँ प्रस्पर भइरहेको छ, तर तपाईँ धार्मिक जन भइकन तपाईँको चाहिँ किन यस्तो दिन आइरहेको छ, किन तपाईँको परिवार मृत्यु, किन तपाईँको अवस्थामा यस्तो। तपाईँले यदि हेर्नु भने आयुबको पुस्तक पहिलो अध्यायको 1:13-14 पद पढ्नुभयो भने त्यहाँ उनको कमराहरूले गोरु जोत्दा जोत्दै, ऊँटहरू चढ्दा चढ्दै अरू वंशका मान्छेले आएर सबै मारिदिएका हडेपेका छन्। म मात्रै जीवित छु हजुर भनेर गराउँलाई के सन्देश आयुबले भन्दै मात्रै थिए। अर्को हुल्का हुल मानिसहरू आएर उनको गाई गधा गोरु बाख्रे भेडा मात्र होइन तर उनको सर्भेन्टलाई धरी उनको मारेर चाहिँ समाप्त भएको छ। उनको यस्तो अवस्था आएको छ कि उनीले चाहिँ उनको श्रीमतीले भन्छन् अब तपाईँले तपाईँको परमेश्वरलाई श्रापेर मर्नु सिवा अब केही पनि छैन। आयुबले भन्छन् परम प्रभु दिनुभयो, परम प्रभुले लानुभयो। हेर्नुहोस् त आयुब कति धर्मीजन हुनुहुन्थ्यो। उनको विरुद्धमा कति मित्रहरूले पनि उनको विरोध गरे होलान्। उनको अवस्था देख्दा कसैले मन पराएनन्। त्यसकारणले गर्दा यदि तपाईँले आयुब 19 अध्याय आइपुग्दाखेरि हेर्नुभयो भने आयुबले आफ्नो मन्तव्य, आफ्नो कुराहरू अब यी मित्रहरूसँग राख्छन्। के भन्छन् भने उनले कसरी सुरु गर्छन् भन्छ, तर म जान्दछु मेरो उद्धारक जीवित हुनुहुन्छ, सबैभन्दा अन्तिम समयमा उहाँ पृथ्वीमा खडा हुनुहुनेछ। I know that my Redeemer lives and that in the end he will stand on the earth. हेर्नुहोस् त, म जान्दछु मेरो उद्धारक जीवित हुनुहुन्छ, उहाँ मर्नु भएको छैन।
उहाँ त पुनरुत्थान हुनुभएको छ। हेर्नुहोस् त, ख्रीष्ट येशू आउनै भएको छैन, उहाँको जन्म भएकै छैन शारीरिक रूपमा पृथ्वीमा। तर अघिबाटै आयुबले भविष्यवाणी गर्छन् कि मेरो उद्धारक जीवित हुनुहुन्छ। माई रिडिमर लिभ्स फर एभर। यहाँ वर्तमानमा लेखेको छ, लिप्स प्रथम पुरुषमा वर्तमानमा है। एन्ड देन इन द एन्ड ही विल स्ट्यान्ड अन अर्थ। अब आउने दोस्रो आगमनको बारेमा पनि आयुबले यसरी भविष्यवाणी गर्छन्, अन्तमा उहाँ पृथ्वीमै नै देखा पर्नुहुनेछ। अलि तर हेर्नुभयो भने उहाँलाई मेरो शारीरिक आँखाले देख्नेछु, म उहाँसँग जिउनेछु, म उहाँलाई प्रत्यक्ष भेट्नेछु भनिकन आयुबले आफ्नो मित्रहरूलाई आफ्नो प्रस्ताव राख्छन्। आमेन। तपाईँले आयुबको सुदिनको बारेमा तपाईँले हेर्नुभयो भने आयुबले 42 अध्याय पुग्दा साँचो पश्चाताप गरेका छन् परमप्रभुसँग। सबै मित्रको लागि, सबै आफ्नो पर्यावरण उनले पश्चाताप गर्छन् अनि प्रभुले उनको सुदिन देख्न दिनुहुन्छ। आयुबको यस्तो सुदिन आउँछ कि आयुबले अब अघि मारेका हल्का हल गोरु गधा, अब परमेश्वरले उहाँलाई डबल टाइम्स 2 भनेको इङ्ग्लिसमा। डबल भनेको चाहिँ डबल, ही वाज डबल अनर, उनलाई डबल दिएको छ। बाइबलमा लेखेको छ आयुबको छोरीहरू जस्तो सुन्दरी कोही पनि थिएन पृथ्वीमा त्यो बेला भन्छ। आमेन। हेर्नुहोस् त, कति सुन्दर सुन्दरले आयुबको छोरीसँग विवाह गरे होला होइन त। हेर्नुहोस् त, आयुबलाई परमेश्वरले अघि भन्दा 7 हल गोरु, 14 हल गोरु होइन, 7 हल थियो भने 14 हल गोरु, उनको छोराहरू चाहिँ यहाँ परमेश्वरले फेरि नयाँ जन्म दिनुभएको छ। थाहा छ तपाईँलाई, उनले एउटा होइन 4 पुस्तादेखि उनले छोरा छोरी नाति पनाति खनाति र जनातिसम्म देखेर बुढेसकालसम्म जिएर, जबकि उनी चाहिँ रात दिन त्यो बेला चाहिँ उनीलाई के लागेको थियो भन्नुहोस् त, एकदमै प्राणघातक रोगद्वारा उनी सताएको थियो। उनको शरीरमा घाउदेखि कुनै पनि ठाउँ थिएन, उनको शिरदेखि पाउसम्म पिप बग्थ्यो अनि त्यो बेला चाहिँ कुकुरहरूले चाट्थे उनको पिपहरू चाहिँ। उनले अब कनेर साध्य छैन, यस्तै धेरै अवस्था आयो। तपाईँलाई म भनौँ, मैले पनि ख्रीष्ट येशूलाई व्यक्तिगत चिनेको चाहिँ जब आयुबको जस्तो शिरदेखि पाउसम्म नै मेरो कुनै पनि सियो लाउने ठाउँ थिएन। वास्तवमा मैले कपडा लाउँथिनँ, मैले प्लास्टिक लगाएर चाहिँ मेडिकल डक्टरमा जान्थेँ। त्यो बेला मलाई कसैले बोकेर लानुपर्ने अवस्था थियो अनि मेरो शरीरमा त्यो बेला लगभग 22वटा भन्दा बढी सुई लाउँदा मात्रै म अलि साध्य भएँ। धेरै नै धेरै डायग्नोस गरेँ, गाउँलेहरूले अर्को प्रकार डायग्नोस गरेँ अनि मेडिकलले अर्को डायग्नोस गरेँ। तर परमेश्वरले अब हेर केटा, तैँले चाहिँ राम्रोसँग मलाई चिन्नुपर्छ भनेर मलाई आयुबलाई जस्तै त्यो भएर जान दिनुभयो जुन बेला म मृत्यु शय्यामा जलिरहेको थिएँ। तर परमेश्वरले मलाई पूर्ण चङ्गाइ मैले शरीरमा तपाईँले खोलेर भने कुनै पनि घाउ खटाएको त्यो कुनै पनि गाडे घाउको दाग समेत छैन, किनभने ती सबै दाग चाहिँ ख्रीष्ट येशूले क्रुसमा लिइसक्नु भएको छ। ताली दिनुहोस् त ख्रीष्ट येशूलाई। भेरी गुड। तर अब ती सबै कुराहरू चाहिँ अब जसरी हामीले आयुबले ख्रीष्ट येशूको दोस्रो आगमनको पुनरुत्थानको उहाँले भविष्यवाणी गर्दै हुनुहुन्थ्यो नि। आउनुहोस् आज नयाँ करारमा वर्षौँ पछाडि मत्ती, मर्कुस, लुका र यूहन्नासम्म 4वटै पुस्तकमा हामी देख्न सक्छौँ। हामीले प्रेरित पुस्तक पाठ गरिरहेका छौँ नि। यो त ख्रीष्ट येशूले पवित्र आत्माको शक्तिमा कसरी आफ्नो प्रेरितहरूद्वारा काम गर्नुभयो, पहिलो शताब्दीको मण्डली भन्ने कुरा आज हामी लगभग 3 वर्ष सुनिरहेका छौँ। तर आउनुहोस् आज हामी अलिक अगाडि गएर सुसमाचारको पुस्तकहरूबाट ख्रीष्ट येशूको स्वर्गारोहणभन्दा अगाडि उहाँको पुनरुत्थानको बारेमा हेर्नेछौँ। जहाँ मत्ती 28 अध्यायमा लेखेको छ, मर्कुस 16 मा लेखेको छ, यूहन्ना 20 को 1 देखि 10 सम्म लेखेको छ र लुकाको पुस्तक 24 को 1 देखि हामी 10 सम्म पाठ गर्नेछौँ। हप्ताको पहिलो दिन बिहान सखरै ती स्त्रीहरूले तयार गरेका सुगन्धित द्रव्य लिएर तिनीहरू चिहानमा आए। तिनीहरूले ढुङ्गा चिहानबाट हटाएको भेटाए, तर भित्र पस्दा तिनीहरूले प्रभु येशूको शरीर पाएनन्। जब तिनीहरू यस विषयमा अलमल्ल परिरहेका थिए तब चकिलो पोषक पहिरेका 2 पुरुषहरू तिनीहरूका छेउमा खडा भए। तिनीहरू भयभीत भए अनि जमिनतिर शिर झुकाए। तर ती 2 पुरुषले भने, तिमीहरू जीवित व्यक्तिहरूलाई मृतकहरूको बीचमा किन खोज्छौ? उहाँ यहाँ हुनुहुन्न,
तर जीवित भई उठ्नु भएको छ। गालिलमा हुनुहुँदा उहाँले तिमीहरूलाई के भन्नुभएको थियो त्यो याद गर कि मानिसहरूको पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु र क्रुसमा टाँगिनु र तेस्रो दिनमा जीवित भई उठ्नु आवश्यक छ। तिनीहरूले उहाँका वचन सम्झे अनि चिहानबाट फर्केर तिनीहरूले यी सबै कुरा 11 चेलाहरू र अरू सबैलाई बताए। ती स्त्रीहरू चाहिँ मरियम मग्दलिनी, योना र याकुबकी आमा मरियम थिए। तिनीहरूसँग रहेका अरू स्त्रीहरूले पनि यी कुरा प्रेतहरूलाई भने। हालेलुया। आउनुहोस् आज पुनरुत्थानको बारेमा हामी परमेश्वरको वचनबाट हेर्न गइरहेका छौँ। Raised by God. Jesus was raised by God himself in the power of the Holy Spirit. हामीलाई थाहा छ, when Lazarus was raised, he contributed nothing to it. At the command of Jesus, he came to life. हामी देख्छौँ लाजरस पनि जीवित भएको छैन। सहित मार्था र मरियम भनेर रोइरहेकी थिइन् होला। सबै चिच्याइरहेका थिइन्, मेरो भाइ मर्यो, अब यदि तपाईँ अघि हुँदो हो त मेरो भाइ मर्दै थिएन भनेर चिच्याइरहेकी थिए मार्था र मरियम लाजरसको मृत्युमा। तर हेर्नुहोस् त, लाजरसको मृत्युले 2 जना दिदीबहिनीको आँसु मात्रै पुछिदिनु भयो। त्यो पनि ख्रीष्ट येशूले लाजरस तिमी बाहिर निक्ले आऊ। पितालाई धन्यवाद दिँदै उहाँले कमेन्ट गर्नुभयो, लाजरस तिमी बाहिर निक्ले आऊ। लाजरस कात्रोसँग निक्लेर आएका छन्। तर the Holy Spirit raised Jesus to life. It was impossible for Jesus to remain dead, since death had no claim over him because he was never a slave to sin. तर पवित्र आत्माले नै वास्तवमा ख्रीष्ट येशूलाई मरेको अवस्थाबाट, मृतकको अवस्थाबाट जीवित पार्नुभयो। किनभने पापको दासत्व मुनि ख्रीष्ट येशू बेचिनु भएको थिएन। Jesus was no more slavery to sin, but he was alive from the dead. उहाँ चाहिँ जीवित हुनुभयो किनभने उहाँ कहिले पनि पापको दासत्वमा उहाँले आफैलाई बेच्नु भएको थिएन, बेच्नु भएको थिएन। त्यसैले प्रभु येशूलाई चाहिँ पवित्र आत्माको शक्तिमा नै 3 दिन 3 रात, हेर्नुहोस् त, यहुदीको चलन छ ठुलो ओडारमा लगेर ढुङ्गाले छोप्ने चलन थियो। स्वर्गदूत आइकन ढुङ्गा हटाइयो। हेर्नुहोस् त, जब स्त्रीहरू को थिए भन्नुहोस् त, मरियम मग्दलिनी र योना र याकुबकी आमा मरियम। हेर्नुहोस् त, कुरा बुझ्दै हुन्छ। यहाँसम्म कि जब मरियम मग्दलिनीले ख्रीष्ट येशूलाई देख्नुहुन्छ नि, हाम्रो प्रभु कहाँ गए मलाई भनिदिनुहोस्, म भेट्न चाहन्छु। प्रभु येशूसँगै बोल्दै हुनुहुन्छ। जब मरियम मग्दलिनी आमाहरू, आई सलेट यु, आमाहरूलाई म धेरै धन्यवाद दिन चाहन्छु। मैले हिजो मात्रै पाउ भएन चाल पाएँ। आमाहरू यति विश्वासयोग्य हुँदो रहेछ। एक दिनमा 4 चोटि सङ्गति जाँदा पनि आमाको मुहारमा त्यो चमक चम्किरहेको थियो। एक दिनमा 4 चोटि खाना पकाउँदा पनि आमाहरू शक्तिशाली भइकन आज आइतबार सङ्गतिमा आइरहनु भएको छ। बाबुले छोडी आमाहरूको लागि ताली बजाएर बधाइदिनुहोस् त। भेरी गुड, धेरै धेरै धन्यवाद। हामीहरू चाहिँ वास्तवमा विश्वासयोग्य भइरहन आवश्यक छ। रेज फर जस्टिफिकेसन, हामीहरूलाई न्याय दिनलाई, हामीहरूलाई त्यो स्वतन्त्र दिनलाई, हामीलाई धार्मिकता दिनलाई। थाहा छ तपाईँहरूलाई, जब ख्रीष्ट येशूको पोसाक चाहिँ चिठा हाल्यो, गोलालाई यो बाहिर निकाल्यो, उहाँको नग्नता थियो। अहिले हामीले जुन यसो फिल्म हेर्छौँ, यो त डिजाइन एनिमेसन भएको फिल्म मात्रै हो वर्षौँ अगाडि, होइन? तर वास्तवमा उहाँको वर्ष च्यातियो, उहाँको वर्ष खोस्यो, उहाँको वर्ष गोला हाल्यो, होइन? यसको अर्थ he was being filled with sins of our sinners, but he has enthroned us with his all the justification, all his righteousness. Amen. हाम्रो सम्पूर्ण पापको लागि उहाँ मर्नुभयो। हाम्रो पापहरू लिकन, जस्तै पुरानो थुमामा सम्पूर्ण पापहरू चढाइन्थ्यो र बलि चढाइन्थ्यो। नयाँ करारमा ख्रीष्ट येशूले सम्पूर्ण 1.1 बिलियन मानिसहरूको पापहरू लिनुभयो। 9.5 मनको क्रुस बोकेर खप्पडे डाँडामा, हेर्नुहोस् त, गलगथा पहाडमा जानुभयो। यो अमानवीय थियो, यो मानवीय दृष्टिकोण हेर्ने अवस्थै थिएन, यो त अलौकिक थियो। हेर्नुहोस् त, अब ख्रीष्ट येशूले सम्पूर्ण हाम्रो पापहरू उहाँको शरीरमा पर्यो, हामीमा आउने दण्ड उहाँमाथि पर्यो र उहाँको वस्त्र किन च्यातियो? हेर्नुहोस् त, यसको अर्थ उहाँले आफ्नो धार्मिकताको वस्त्र
तपाईँ र मलाई आज दिनुभएको छ। तालिदिनुहोस् त ख्रीष्ट येशूलाई। So we are raised for our justification. Christ is being raised for our justification. हामीलाई न्याय दिनलाई हामी अन्यायमा परेका थियौँ, हामी दासत्वमा बेचेका थियौँ, हामी मानिसहरू पेलिएका थियौँ, हामी पीडित व्यक्तिहरू थियौँ। आज परमेश्वरले त्यो पीडित पक्षको तपाईँहरूको प्रार्थना सुन्नुभयो र आफ्नो पुत्रलाई बाँकी राख्नु भएन, क्रुससम्म दिनुभयो। The New Testament tells us that Jesus was raised for our justification. We know how the life and death of Christ led to our justification. But what about his resurrection? And the resurrection, the Father declares that he accepts the sacrifice of Christ. पुरानो करारमा बलि चढाउने नियम भए जस्तै पिता परमेश्वरले पुत्र ख्रीष्ट येशूलाई तपाईँ र मेरो उद्धारको निम्ति, तपाईँ र मेरो मानसिक मुक्तिको निम्ति, तपाईँ र मेरो हृदयले गरेको पापको क्षमादानको निम्ति उहाँको हामीले विचार गरेर गरेको अपराधको लेखी उहाँको कोमल शिरमा डरलाग्दो काँडे मुकुट लगाइयो। हामीले प्रेम गर्न सकेनौँ परमेश्वरलाई, तर उहाँको प्रेमिलो मुटुमा डरलाग्दो झम्मै भाला हान्यौँ। त्यो तपाईँ र मैले हानेको वास्तवमा हामीले परमेश्वरलाई आदर गर्नै सकेनौँ, हाम्रो पाउहरूले, हाम्रो गोडाहरूले, हाम्रो हातहरूले। तर हाम्रो यी हातहरूमा, हाम्रो पाउमा लाग्नुपर्ने गाजल काँटीहरू चाहिँ उहाँको पाउमा र उहाँको हातहरूमा ठोकियो। जियोस फिल्म खेल्ने व्यक्ति त वास्तवमा निमोनियाले भेटेको थियो भन्छ, ज्वरो आएर। फिल्म खेल्दा मात्रै पनि उनी जब बक्समा पर्छ कब्रस्तानमा, त्यो भित्र उनले व्यक्तिगत रूपमा प्रभुलाई चिन्छ। उहाँ वर्ल्डको हिरो हो, त्यो बेला उहाँको नाम जोन हो है। अनि उहाँ वर्ल्डको हिरो भइकन पनि जस्ट फिल्म खेल्दा उहाँ विश्वासी हुन्न थियो। फिल्म खेल्दा मात्रै उहाँले जब बक्साभित्र पस्नुभयो नि, कब्रस्तानमा पस्ने बेलामा उहाँलाई थाहा भयो कि त्यहाँ अक्सिजन नहुँदो रहेछ, मैले प्रभुलाई चिन्नुपर्छ। पश्चाताप गरिकन यो हिरोले, विश्वको हिरोले प्रभुलाई ग्रहण गर्नुहुन्छ। हालेलुया। याद गर्नुहोस् रियालिटी कस्तो भयो होला त्यो बेला। रोमी सिपाहीहरूको त्यो हत्याकाण्डमा ख्रीष्ट येशूको क्रुसको मृत्युमा कस्तो डरलाग्दो भयो होला। यी सबै कुरा चाहिँ वास्तवमा तपाईँ र मेरो पापको लेखी उहाँ मर्नुभयो र धार्मिकताको लेखी उहाँ फेरि जीवित हुनुभयो। आमेन। अनि आज हामी स्वतन्त्र भएका आकाश पंक्षी जस्तै पापरहित व्यक्तिहरू हुन सफल भएका छौँ केवल ख्रीष्ट येशूको पुनरुत्थानद्वारा। आमेन। सो ही वाज रेजरेक्टेड इन बडी, द रेजरेक्सन बडी। आउनुहोस् हामी शरीरमा नै उहाँ आइएमलाई म मेरो आँखाले देख्नेछु मेरो प्रभुलाई, मेरो उद्धारक जीवित हुनुहुन्छ, मेरो शरीरमा नै उहाँलाई छाम्नेछु। तपाईँ आजै उदो पढ्नु भने 20, 21, 22 है 19 को तपाईँ म देख्नेछु मेरो प्रभुलाई भनिकन भन्नु। 27, 28, 29 पढ्नुहोस् त। सुन्नुहोस्, पावर टिचेस दैट आवर बडीज आर सोन इन करप्सन बट आर रेस्ट इन इनकरप्सन। पावलले नयाँ करारमा तपाईँले आएर हेर्नुभयो भने त्यहाँ लेखेको छ, सन्त पावलले हाम्रो शरीर चाहिँ नाशवनमा, अनादरमा गाडिन्छ, विनाशमा गाडिन्छ, तर आदरमा हाम्रो शरीर फेरि पुनरुत्थान गरिन्छ। आमेन। धेरै हामी शरीरमा कोही पनि जिउँदैनौँ पृथ्वीमा, सबै एक दिन हामी माटोमै जान्छौँ, माटोको शरीर। तर याद गर्नुहोस्, जसले ख्रीष्ट येशूलाई विश्वास गर्नुभएको छ नि, जसले प्रभुलाई प्रभु र मुक्तिदाता भनिकन स्वीकार गर्नुभएको छ, ती व्यक्तिहरूको फेरि एउटा जिउने आशा छ। द होप दैट वी आर लिभिङ फर इटर्निटी इज दैट वी विल राइज अगेन, विल बी रेजरेक्टेड विथ द हेल्प अफ द होली स्पिरिट विथ जीसस हिमसेल्फ। आमेन। हामी ख्रीष्ट सँगसँगै जसरी हामी पापको लागि मर्छौँ तर धार्मिकताको लागि अनन्त राज्यको निम्ति हामी जिउँछौँ र त्यो आशामा हामी पृथ्वीमा नै आनन्द गर्छौँ। सन्त पावलले मृतकहरूको निम्ति मण्डलीको लागि त्यसै भने, देयर वाज कन्टिन्युटी बिट्विन द बडी अफ जीसस बिफोर एन्ड आफ्टर द रेजरेक्सन, बट देयर वाज अल्सो अ ड्रामेटिक चेन्ज। हामीसँग अचम्म प्रकारको अद्भुत, जसरी ख्रीष्ट येशू मरेको हुनु भएन, उहाँ जीवित हुनुभयो नि 3 दिन 3 रात पछाडि। हामीहरू पनि यो शरीरमा भएको हाम्रो अवस्था चाहिँ केही छिनको मात्रै हो, केही छिनको मात्रै हो। हामी एकदमै आँखाको निमेषमा हाम्रो शरीर चाहिँ कम्प्लिट ट्रान्सफर्मेसन, नेपालीमा के भनेछ मलाई थाहा भएन, इङ्ग्लिसमा कम्प्लिट ट्रान्सफर्मेसन, चेन्ज होइन। चेन्ज चाहिँ तपाईँ रामे र श्यामे भए जस्तो होइन, तर हाम्रो महिमित शरीरमा हामी पूर्ण रूपले परिवर्तित हुन्छौँ। आमेन। अनि त्यहाँ कहिले पनि रोग हुँदैन, त्यहाँ कहिले पनि भोक हुने छैन, जहाँ परमेश्वरको आराधना मात्रै हुनेछ सदा सर्वदा। Amen. The body that came out of the tomb could never suffer decay.
अहिले चिहानमा नबसेको शरीर हाम्रो माटोको शरीर कुन छ? अब माटोको शरीर माटोमै मिल्ने हो, तर फेरि चिहानबाट निक्लेको शरीर नि कहिले पनि कुनै छैन। आमेन। किनभने हामी चाहिँ महामहिमित शरीरमा फेरि क्रिस्ट यीशु जस्तै भइकन हामी कोरस गाउँदैनौँ अहिले, यीशु जस्तै हुन चाहन्छु, यीशु जस्तै। अनि त्यही बेला मात्रै हामी यीशु जस्तै हुन्छौँ जब कि हामीलाई पृथ्वीमा कुनै पनि रोग भोग कुनै पनि शोकको टन्टा हुने छैन। हामी सदा सर्वदाको लागि अनन्तको लागि यीशु सँगसँगै हामी राज्य गर्नेछौँ। अनि ख्रीष्टसँग हामी पिता परमेश्वरलाई आराधनामा हामी जीवित हुनेछौँ। त्यसैले गर्दा हाम्रो नाशवान शरीर कोही तापनि अविनाशी शरीर जसै हामी अब चिहानबाट निक्लिन्छ नि, त्यो बेला चाहिँ हाम्रो कुनै पनि अब शरीर मर्ने छैन, न कुनै नै छ। We don't know exactly what a glorified body looks like, but we know it is different from what our bodies are now. अहिले हाम्रो शरीर भएको भन्दा अब महामहिमित शरीर चाहिँ, पूर्ण परिवर्तित शरीर चाहिँ एकदम अहिलेको भन्दा पृथक हुन्छ, फरक हुन्छ है। यसले गर्दा क्राइस्ट गिव्स अस अ न्यू ह्युम्यानिटी। आज पहिलो आदमद्वारा चाहिँ हाम्रो परमेश्वर जस्तै हुने उत्पत्ति कतिमा लेखेको छ? 1:26-27। परमेश्वरले आऊ हामी हाम्रै प्रतिरूपमा हाम्रै स्वरूपमा बनाऊ। इङ्ग्लिसमा इन आवर ओन इमेज भनेको इमेजमा इन आवर ओन लाइकनेस भनेको छ। लाइकनेस भनेको चाहिँ उहाँको एट्रिब्युट्समा, उहाँको चरित्रमा परमेश्वरले हामीलाई बनाउनु भएको। अहिले हाम्रो चरित्र कसैको फरक छ, कसैको पनि मिल्दैन है। कतिको फरक छ चरित्र होइन, तर त्यो दिन आउँदैछ अब कि अब परमेश्वर जस्तै त्यो एट्रिब्युट्समा, त्यो क्यारेक्टर्समा, त्यो एट्रिब्युट्समा, त्यो लाइकनेसमा, त्यो स्वरूपमा अब हामी पूर्ण रूपले परिवर्तित भएर जानलाई परमेश्वरको अस्तित्व चाहिँ वास्तवमा पहिलो आदमद्वारा खोसेको थियो। अब दोस्रो आदम ख्रीष्ट यीशुको पुनरुत्थानद्वारा चाहिँ अब फेरि हामीहरूलाई पुनः उहाँले हामीलाई त्यो नागरिकता, स्वर्गको नागरिकता दिकन अब नयाँ मानवता परमेश्वर दिनुभएको छ। आमेन। ख्रीष्ट यीशुद्वारा हामीले अब फेरि पनि त्यो अख्तियारलाई प्राप्त गर्न सफल भएछ। Christ restores the image of God in his people and prepares them to live forever. वास्तवमा ख्रीष्ट यीशुको पुनरुत्थानले मात्रै आज हाम्रो विश्वासलाई सार्थक बनाएको छ र उहाँको मण्डलीय परिवारको निम्ति परमेश्वरले पुत्र ख्रीष्ट यीशुको पुनरुत्थानद्वारा चाहिँ अब उहाँले सधैँ नै जिउने एउटा नयाँ अलौकिक जीवन दिनुभएको छ। आमेन। जुन जीवनको निम्ति अहिले हामी पृथ्वीमा कसरत, दैनिक रूपमा कसरत गरिरहेका छौँ। Everyone who is in Christ will share in his resurrection glorious body. ख्रीष्टमा उनीहरूलाई अब दण्डको आज्ञा छैन, तर ख्रीष्टमा उनीहरू जो कोही ख्रीष्टमा हुनुहुन्छ नि, वा महामहिमित र चम्किलो पोषकमा चाहिँ पूर्ण रूपले परिवर्तित जीवन, एउटा चम्किलो जीवन, एउटा धार्मिकताको जीवन, स्वतन्त्रताको जीवन, स्वर्गीय जीवन, अलौकिक जीवन अब ती व्यक्तिले धारणा गरेछन्। किनभने ख्रीष्ट यीशुको पोषक, धार्मिकताको पोषक अब तपाईँ र मलाई दिइसक्नु भएको छ। पावलले नयाँ कुराहरूमा उहाँले पुनरुत्थानको बारेमा धेरैचोटि गर्नुभएको छ। त्यो पनि हामी विश्वासीहरूको पुनरुत्थान सुन्नुहोस् है त। अनि तीमध्ये चाहिँ पहिलो थेसलोनिके तपाईँले 4:13-18 पढ्नुभयो भने त्यहाँ लेखेको छ। अनि 16-17 पद छैन, त्यो चाहिँ कहिले हुन्छ त? त्यो कहिले हुन्छ भन्दा जब ख्रीष्ट यीशुको दोस्रो आगमन हुन्छ नि। अहिले हामीले पुनरुत्थानको बारेमा सुन्दैछौँ आज। अब दोस्रो आगमन हुने बेलासम्ममा हामी बचेकाहरू है, हामी कम्प्लिट शरीरमा यो हुँदैनौँ, चेन्ज हुन्छ आँखा निवेशमा। र मरेकाहरू सुति गएकाहरू पनि माटोको धुलोबाट फेरि महामहिमित शरीरमा उठ्नेछन्, हामीभन्दा उहाँहरू पहिलो हुनेछ। यदि काटेकाहरू चाहिँ ख्रीष्टको निम्ति जो पावल जस्तो मुन्टो काटेकाहरू चाहिँ फेरि 1000 वर्षको राज्यको निम्ति पृथ्वीमा आउनेछन्, यीशु ख्रीष्टबाट राज गर्ने हुनेछ। आमेन। तर विश्वासीहरू, सामान्य विश्वासीहरू चाहिँ हामी कम्प्लिट चेन्ज भएर परमेश्वरको राज्यमा त्यो दिन जानलाई हामी तयारी भइरहेका हुन्छौँ। वान अफ द 2 key texts on the believers' resurrection, दोस्रो कोरिन्थी तपाईँले हेर्नुभयो भने 4:7 तपाईँले हेर्न पाउनुहुन्छ है। अनि 5:10 पनि पाउनुहुन्छ। यहाँ चाहिँ हाम्रो भित्र मानसत्व कसरी चाहिँ हाम्रो परिवर्तन हुन्छ, ट्रान्सफर्मेसन अफ द क्रिस्चियन बडिज फिजिकली, मेन्टली, सोसियली, हाम्रो भित्र मानसत्व कसरी परिवर्तन हुन्छ, पूर्ण परिवर्तन हुन्छ भन्ने कुरा सन्त पावलले मृतक पछाडि हुने पुनरुत्थानको बारेमा यहाँ लेख्नुहुन्छ मण्डलीहरूलाई। तर आउनुहोस् अझै हामी ख्रीष्टको पुनरुत्थानको बारेमा हेर्नेछौँ। According to the Paul, if Christ was not raised, the Christian faith is futile. पहिलो कोरिन्थी 15:17-19 पद हुन्छ, why is the resurrection central to the Christian faith?
सुन्नुहोस्, पावलको पत्र अनुसार चाहिँ यदि ख्रीष्ट येशू पुनरुत्थान नहुँदो हो त, यदि नहुनु भएको भए क्रिस्चियन विश्वासहरू के हुने थियो भन्नुहोस् त? व्यर्थै हुन्थ्यो, व्यर्थै हुन्थ्यो। अनि हाम्रो प्रचार के हुने थियो? व्यर्थै हुने थियो। क्रिस्चियन विश्वास पनि, हामी इसाईहरूको विश्वास पनि काम नराख्ने हुन्थ्यो। यीशु ख्रीष्ट नआउनु हुँदा, फेरि ख्रीष्ट येशू पुनरुत्थान नहुनु हो त, मरेको हुनुभएको भए हामीले विश्वासै गर्ने थिएनौँ। कुरो बुझ्दै हुन्छ नि? अनि हामीहरूको प्रचार पनि झुट हुन्थ्यो, हामीहरूको प्रचार सत्य ठहरिन्थेन। तर हेर्नुहोस् त, ख्रीष्ट येशूको पुनरुत्थान सँगसँगै हामीहरू विश्वासी मण्डली पनि अब पुनर्जीवित भएका छौँ। आमेन। तपाईँले 2 तिमोथी 2:16-19 पढ्नु भने, we read of 2 men who declared that the resurrection had already happened, since Jesus' resurrection had already happened, and they were clearly referring to the resurrection of believers. यहाँनिर चाहिँ दुईटा व्यक्तिहरूको पुनरुत्थानको कुरा गरेको छ। एउटा हो ख्रीष्ट येशूको पुनरुत्थान अलरेडी भइसकेको छ, दोस्रो चाहिँ हो अब हामी पृथ्वी भएको मण्डलीको पुनरुत्थान हुनेछ। आमेन। हामी कोही पनि सुतेको हुँदैनौँ। अघि राति हामी सुतेको भएन, बिहान उठेर फेरि सङ्गति आए जस्तै परमेश्वरको राज्यमा हामी कोही पनि सुति जाँदैनौँ, तर सुति जानेहरू फेरि उठ्नेछौँ। त्यसले गर्दा हामीले गर्व गर्ने ठाउँ यहाँ छ। आउनुहोस्, म तपाईँलाई आज परमेश्वरको आशिष राख्न चाहन्छु। इफ क्राइस्ट had not resurrected, our faith would have been futile. यदि ख्रीष्ट येशू पुनरुत्थान नहुनु भएको भए त हामीहरूको विश्वास चाहिँ व्यर्थ हुने थियो है। एन्ड आवर प्रिचिङ वुड have been in vain. हामीहरूको प्रचारहरू व्यर्थ हुने थियो। तर ख्रीष्ट येशू पुनरुत्थान हुनुभएको कारणले गर्दा हाम्रो प्रचारमा अर्थपूर्ण आएको छ, हाम्रो विश्वासमा विशेष कसी लागेको छ। What if you still were not resurrected spiritually? Or if I am yet spiritually dead? के तपाईँ र म पनि आत्मिक रूपमा मृतक जस्तै भइरहेको भने, यदि आत्मिक रूपमा मरेको हुँदो हो त हाम्रो अवस्था कस्तो हुन्थ्यो होला? मानिलिउँ म यतिखेर भुटान देशमा थिएँ, मानिलिउँ यता म जर्जियाको एटलान्टामा थिएँ, मानिलिउँ म बफेलोमा थिइनँ, अनि म मरेको थिएँ भने के अवस्था हुन्थ्यो होला? याद गर्नुहोस्। त्यसरी नै जसरी ख्रीष्ट येशू मरेको हुनुभएको भए, पुनरुत्थान नहुनु भएको भए हाम्रो विश्वास व्यर्थ हुने थियो, हामीहरूको विश्वासमा कुनै पनि अर्थ हुन्थेन। आज आत्मिक रूपमा हामी प्रत्येक विश्वासीहरू शरीरमा हुँदा पनि we should be awake. आमेन। एउटा कविले भन्छन्, उठ जुरुक्क धपक्क जाग, तिमी हुनु न अब दास भन्छ। तपाईँले सुन्नुभएको थिएन यो कविता लेख्न आँटेको थिएँ मैले, तर छोरोले अघि लेखेछ, मैले धन्दम लेख्नु परेन। किन लेख्न आउँछ मलाई भनेको त उसलाई सर्दो रहेछ अभिषेक। आज चाहिँ मैले कविता लिएर आउँछु नेपालीमा, तर मलाई थाहा छ एकजना कविले भन्नुहुन्छ, उठ जुरुक्क धपक्क जाग, अब तिमी हुनुहुन्न दास। वी आर नो मोर स्लेभ अन्डर द सिन्स। हामी कुनै पनि कारणले गर्दा पापको लेखी बेचेको हुनुहुँदैन। सानातिना कुराको गर्दा हामीहरू बेचिनु हुँदैन। तर ख्रीष्ट येशूमा धर्मी ठहरेकाहरू चाहिँ जहिले पनि पुनर्जीवित हुन्छ। उनको शिरहरू तल निहुँदैन, तर शिर ठाडो पारेर परमेश्वरको आराधना गर्न हामी जान्छौँ। आमेन। के तपाईँ जीवित हुनुहुन्छ? नजिकको मित्रलाई यसो हल्लाउनुहोस् त, आर यु अलाइभ भनेर। आर यु अलाइभ भन्नुहोस् त। हाम्रो अलाइभ प्रोडक्सन छ। हेलो मेरा आदरणीय सम्माननीय बाबा आमाहरू, दाजुभाइ तथा दिदीबहिनीहरू, इभन अनलाइनमा हेर्दै गर्नुहुने सम्पूर्ण दर्शकवृन्द, यदि तपाईँ र म मृतक अवस्थामा छौँ भने, यदि तपाईँ र म चाहिँ प्यारेन्ट्सहरू, हामी अभिभावकहरू, हामीहरू आत्मिक रूपमा मृतक दिनमा परिरहेका छौँ भने, अब आउने हाम्रो छोरा नाति पनाति, आयुबको सन्तान पुस्ता पुस्ताले परमेश्वरको आराधना गरे। आमेन। किनभने आयु आफै जीवित भएका थिए, आयुबको सुदिन देखेका थियो। आज हामी अभिभावकहरू नै, आज हामी प्यारेन्ट्स र ग्रान्ड प्यारेन्ट्सहरू नै यदि मृतक अवस्थामा छौँ भने, स्पिरिचुअली आत्मिक रूपमा मृतक अवस्था भने, अब हाम्रो पुस्ताले के गर्लान्? अब आउने पुस्ताले के गर्लान् नि? सम्झनु भएको छ कहिले पनि? अब 15 वर्ष अगाडि जति तपाईँ हामी विश्वासयोग्य थियौँ, 25 वर्ष अगाडि हामीसँग भित्र परमेश्वर आराधना गर्ने हाम्रो रुवाई थियो। 35 वर्ष अगाडि हामीहरू प्रभुको क्रुसको वेदनामा
हामी हेर्नै सक्दैनथ्यौँ। तर आज 10 वर्ष पछाडि हामीहरूको अवस्था यहाँ आइपुगेको छ। अब उता 15 वर्ष पछाडि हाम्रो अर्को पुस्ताले के गर्ला सम्झिनु भएको छ? हामीहरू चाहिँ आत्मिक रूपमा जीवित हुनुपर्छ। आमेन। हामी एउटा कोरस गाउँछौँ, तपाईँ हाम्रो परमेश्वर के हो? तपाईँ हाम्रो परमेश्वर सधैँ राज्य गर्नुहुन्छ, शैतानको शिर कुच्याई तपाईँको जय भएको छ। हेर्नुहोस् त, ख्रीष्ट यीशुले शैतानको शिर कुच्याई उहाँको जय, उहाँको पुनरुत्थान भएको छ भने हामी पुनरुत्थान हुनुभएको परमेश्वरको आराधना गर्ने आराधना गर्न पाउँ त। र हामीहरूको पनि पुनरुत्थान हुन आवश्यक छ। आमेन। हामी मरेको मुसा जस्तो हुनु हुँदैन, तर जिउँदो सिंह जस्तो गर्जना आवश्यक छ। हालेलुया। हामी मरेको मुसा बिरालो जस्तो म्याउ हुने होइन, तर we should be like roaring like lions because we have been resurrected, we have been raised with the resurrection of Jesus Christ. Amen. We never come to church yet feel no guilty. We fellowship with the world and enjoy the evil deeds, playing with devil. हामी धेरैचोटि सङ्गति आउँदालाई मरेको मान्छेहरूको सङ्केत हो। आत्मिक रूपमा मृतक दिनमा परेका दाजुभाइ दिदीबहिनीहरू, स्पेसली जवान भाइ बहिनी छोराछोरीहरू, यदि हामी मृत्यु दिन परेछ भने सानातिना कुरालाई हामीले अझाल दिन्छ। सङ्गति आउनबाट रोक्छ। जवान सङ्गति जवानहरूलाई जान दिँदैन। बाबाहरूलाई आराधना सङ्गति जानबाट रोक्छ। वृद्धहरूलाई है प्रार्थना सङ्गति आउनु मन पर्दैन। मेरा आदरणीय अगुवाहरूलाई है, कतिवटा मण्डली सञ्चालक समितिहरूलाई, इभन पास्टर बा पास्टर मम्मीहरूलाई भवबत्ता सङ्गति पनि कति गर्नु होला। विश्वासले जयमेसी गर्दा यता फर्केर हुन्छ। यदि तपाईँ हेर्दै हुन्छ भने गुरुबाहरू गुरुआमाहरू याद गर्नुहोस्, प्रभुको ठट्टा हुने छैन। दुला मण्डली दुलै हो, दुला आउँदै हुनुहुन्छ। यस कारण पनि तपाईँले सेवा गर्दै गरेको मण्डलीलाई राम्रोसँग सेवा दिनुहोस्। आमेन। हामीहरू सबैजना, इभन अगुवाहरू पनि, पास्टर्स प्रचारक पनि, सबैजना हामीहरू चाहिँ we should be raised with the resurrection of Jesus Christ. Amen. हामीहरू चाहिँ ख्रीष्ट येशूसँगै हामी पुनर्जीवित हुनुपर्छ। हामी धेरैचोटि सङ्गति गर्न मरुचाउँदैनौँ। हामी धेरैचोटि प्रार्थना गर्न मरिरहेका सुतिरहेका हुन्छौँ। हामीहरू उपवास त हराइसक्यो। उपवास भने दन्ते कथा भइसक्यो अबको पुस्ताले त। जब कि 40 दिन 80 दिन 100 दिन पहिलेको पुस्ताले उपवास बसे। थाहा छ, उपवास बस्दा बस्दै एकजना प्रभुको दास, उहाँको लास भेटाइएन। उहाँ उपवासको अवस्थामा नै मरे भन्छन्। जसको नाउँ के हो भनिदिनुहोस् त? गुरुआमा पछाडिबाट साधु सुन्दर सिंह। हेर्नुहोस् त, उपवास बस्दा बस्दै उहाँको लास भेटाइएन। मसाको लास परमेश्वरले नै दफन गर्नुभयो भन्छ। यति धर्मी व्यक्ति हुनुहुन्थ्यो, कसैले पनि दफन गरेनन् स्वर्गदूतहरूले। हेर्नुहोस् त, यसकारणले गर्दा हामीहरूको विश्वास बाबाआमाहरू कहाँ दौडिरहेको छ? के हामीहरू आत्मिक रूपमा मृतक दिनमा नै छौँ अझै पनि? के हामी सुतिरहेका छौँ? के हामी घुर्दैछौँ? अब उठ्ने दिन आएको छ। हालेलुया। अब सुत्ने होइन, उठ्ने हो। हालेलुया। उठ्ने हो। तपाईँ अब सिंह जस्तै गर्जिने हो। सिंह जस्तै गर्जिने हो है। यसकारण हामी अब मृतक दिनमा हुनुहुँदैन। We should be awake. Wake up. We stop training and mission giving is a sign of death. मण्डलीहरू धेरै हामीले झुटा प्रचार गर्छौँ। कहाँ बाइबलमा यीशु ख्रीष्टले दशंश मागेको छ? पर्दैन क्या दशंश दिनु? जस्ट चर्चमा मात्रै आउन। झुटा प्रचार हो यो। म त्यसो भन्दिनँ। पुरानो कुरादेखि लिएर नयाँ कुरासम्म परमेश्वरलाई दिने कुरा, समयको दशांशको कुरा, तपाईँको प्रतिभाको दशांशको कुरा, ट्यालेन्टको दशांश। तपाईँले परमेश्वरलाई बच्चाहरूलाई समय, अहिले फ्यामिली टाइम छ पुरा। फ्यामिली फर्स्ट। मेरो श्रीमतीलाई हिजो पनि साडी किनिदिएको, आज पहेँलो साडी, भोलि मिल्क भनेको छ। मलाई पिङ्की साडी किनेर भने त यिनले मलाई माया गर्दैनन्। आमा पहेँलो साडी दियोस् नदियोस्, पिङ्क साडी दियोस् नदियोस्, परमप्रभुको जय होस्, जय होस् भनिदिनुहोस् त। नट फ्यामिली फर्स्ट। पुरुषहरूले हेर्नुहोस् त, श्रीमतीको जय होस् है। तपाईँले मेरो जस्तो सुकै अवस्था होस्,
प्रभुलाई माया गर्ने व्यक्तिले नि परमेश्वरलाई दिनलाई सिकाउँछ। मैले मेरो छोरालाई नि यसले यसको कमाइ धेरै हुन थालेपछि मैले भन्दा राम्रो दिनुपर्छ भनेर अहिले नभएकोबाट उनलाई दशांश दिन हामी सिकाउँछौँ। उसको कमाइ नहुँदा पनि, किनभने भोलि गएर ठुलो काम गर्दा पनि यिनले मण्डलीमा प्रभुको दशांश ल्याओस् भनेर, ताकि उहाँको भण्डारमा ल्याएपछि मण्डलीको धेरै कामहरू छन् बाहिर, त्यो काम पुरा होस् भनेर। बाबाहरू यदि हाम्रो छोराहरूलाई, छोरीहरूलाई, जवानहरूलाई, आमाहरू, छोरीहरूलाई स्पेसली, इभन बुहारीहरूलाई यसपालिको ट्याक्स फाइल त नदिउँ के बुहारी घरबाट निकाल्छन्। जब तपाईँ हामीले प्रभुकोबाट दशांश छोड्छौँ नि, परमेश्वरमा हामी मरेको मान्छेहरू हो, जीवित होइन। साडेसको मण्डली जस्तो हो, मृतक मण्डली घोषणा गर्नुभयो। तर परमेश्वर आज हामीलाई खोज्नु भएको चाहिँ एन्टिको मण्डली हो, जीवित मण्डली, प्रार्थना गर्ने मण्डली, उपवास बस्ने मण्डली, प्रभुको सुसमाचारको निम्ति जाने मण्डली, पठाउने मण्डली। पावललाई सिलासलाई त प्रार्थना गरेर छान्नु पो भयो त, उहाँहरूले पठाउनु भयो त पावल बर्नबासलाई, होइन र? त्यस्तो मण्डली परमेश्वर आज हामीलाई खोज्दै हुनुहुन्छ। आमेन। दिने कुरा आएपछि तपाईँलाई बाथरुम जाउँ कता जाउँ हुन्छ, पिसाब नआए पनि कता जाउँ के गर्नुहुन्छ है। तर याद गर्नुहोस्, म त्यो व्यक्ति मरेको व्यक्ति भन्न सक्छु, म आफै मरेको मान्छे हो यदि ताकि मैले परमेश्वरको राज्यमा म सक्रिय छुइनँ, प्रार्थनामा भने, उपवासमा भने, सङ्गतिमा, बाइबल अध्ययनमा भने, र प्रभुको राज्यमा भवनमा आउँदाखेरि यदि मेरो स्वेच्छाले है मैले प्रभुलाई दिइनँ भने, मैले दिने कुरामा पैसा मात्रै कुरा गरेँ होइन, यहाँ समयको दशांश। म सल्युट गर्छु आमाहरूलाई, विशेष हिजो प्रार्थना सङ्गतिमा नै आमाहरू नै, आमा सङ्गतिमा आमाहरू नै, फेरि बाबु सङ्गति घरको सधैँ आमा नै, अनि फेरि भरे बर्थडे एनिभर्सरी आमा नै देख्दा प्रभु धन्यवाद यो आमाहरूको लागि। पास्टरको त मुटु ढुक हुँदो रहेछ, कुद्दा 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 है, 5 सङ्गति हुँदा भ्याएकै छैन। तर म गर्व गर्छु तपाईँहरू जति विश्वासयोग्य आमाहरू हुनुहुन्छ, तपाईँहरूले हो मरियम मग्दलिनीहरू। आमेन। यीशुको चिहानमा गएर चाहिँ यीशुलाई वास्तवमा पहिलोचोटि चिहानमा गएर खोज्ने व्यक्तिहरू आमाहरू तपाईँ नै हुनुहुन्छ आजको। बाबाहरू, परमेश्वरले हामीलाई थोमा जस्तो खोज्नु भएको छैन यहाँनिर, विश्वासै नगर्ने है। तर ख्रीष्ट यीशु पुनरुत्थान हुनुभएको भनेर को विश्वास गर्नुहुन्छ? बाबाहरू हात उठाउनुहोस् त। धेरै धन्यवाद। पास्टर जोन हो भनेर मलाई विश्वास गर्नु पर्दैन। यदि मलाई विश्वास गर्नुभयो भने त्यो विश्वासै ढल्छ, फेरि त्यो रहँदैन सधैँ है। तर यदि तपाईँले ख्रीष्ट यीशुको पुनरुत्थान भएको शक्तिलाई विश्वास गर्नुभएको छ भने तपाईँमा सानातिना कुरा आउँदा रुन्चे पेन्चे हुँदैन, सानातिना समस्या आउँदा नि तपाईँ प्रभुबाट टाढिँदैन, सानातिना त्रुटिहरू गर्दा, सानातिना सङ्कष्ट आउँदा तपाईँलाई केले पनि रोक्दैन। के ख्रीष्ट यीशुलाई डरलाग्दो, यहुदीहरूको त्यो डरलाग्दो ओडारभित्र ठुलो ढुङ्गा राखिएको थियो। ढुङ्गाले थामे भन्नुहोस् त, ढुङ्गाले रोकेन शक्तिको राजालाई, पहाडले थाम्न सकेन जीवनदातालाई। हेर्नुहोस् त, ख्रीष्ट यीशुलाई त्यो ठुलो ओडारमा ढुङ्गाले रोक्नै सकेन। हेर्नुहोस् त, त्यो ढुङ्गामाथि गुडाएर त स्वर्गदूत पो मजाले बसिरहनु भएको छ थ्याम्मै। प्रभुले हुन्छ नि, आज हामीहरूलाई सानातिना कुराहरूले उहाँको सङ्गति, उहाँको प्रार्थना, उहाँसँग आत्मिक जीवनको दैनिक आचरणमा रोक्दैछ भने देयर इज समथिङ रङ। दालमा कुछ काला आयो भन्छ नि, समथिङ रङ, देयर सुड बी समथिङ रङ। तपाईँलाई मेरो जीवनमा केही खराब छ भने विचार गर्नुहोस्। Since we are not raised and still sleeping, we do not witness the lost as a great commission of true resurrected believers. हामीहरूले सुन्नुहोस् त ल, तपाईँले अघि हेर्नुभयो नि, अघि जुन स्त्रीहरूले ख्रीष्ट यीशुको शरीरलाई खोज्दै थिए, अब त्यो स्त्रीहरूले अब उनीहरूले जब ख्रीष्ट यीशुको शरीरलाई भेटाएन, कात्रो मात्रै भेटाए नि, अब तिनीहरूले मरियम मग्दलिनी मरियमले मात्र होइन, योहन्ना र याकुबको मरियम, मम्मी मरियमले, अब ती स्त्रीहरूले अरू स्त्रीहरूलाई पनि सुनाइदिए भन्छ यो। अनि उहाँ सहित कति प्रचार गरे अरू स्त्रीहरूले। आमेन। बाबा आमाहरू, यदि हामी मरेको हुँदो त,
यदि हामी लास अवस्थामा हुनुभयो त, यदि हामी मरेको अवस्थामा दफन गरेको अवस्थामा हुनुभयो त, हामीले मृतक अवस्थामा संसारमा मरिरहेका हराइरहेका हजारौँ लाखौँ करोडौँ अरबौँ मानिसहरूलाई परमेश्वरको प्रेम र समाधानको सन्देश भन्नै सक्दैनौँ। तपाईँलाई शर्म लाग्छ अझै पनि है? कुनै पनि बाउलाई बच्चा भएपछि म बाउ भन्ने शर्म लाग्दैन। आमालाई है, नानीको आमा भएपछि म आमा भन्ने लाज लाग्दैन, बरु गर्व गर्छ। त्यस कारणले गर्दा तपाईँ हामीले जुन विश्वास गरेका छौँ, जसमाथि हाम्रो भरोसा गाढा भएको छ, जससँग हाम्रो सम्बन्ध एकदमै नङ्ग्रा मासुको जस्तो छ, जो ख्रिस्ट यीशु हुनुहुन्छ, जसलाई हामीले प्रभु र मुक्तिदाता भनिकन सहर्ष स्वीकार गरेका छौँ, जसमा हामीले ग्रहण गरेका छौँ, अब उहाँको बारेमा, उहाँ प्रेमीको बारेमा, उहाँ प्रेमको बारेमा अरूहरूलाई सुनाउन पनि हामीले हिचकिचाउँदैनौँ। आमेन। माई ब्रदर, God loves you. My brother, Jesus is risen भन्ने जस्तो for season. Amen. This is a season to talk about risen Jesus. Amen. हामीहरूले अब पुनरुत्थान भएको यीशुको बारेमा अरूलाई भन्नलाई हामी हिर्साउनु हुँदैन। त्यो व्यक्तिले मात्रै भन्न सक्छ जुन व्यक्ति भित्र ख्रीष्ट येशू पुनरुत्थान हुनुभएको छ। If you are resurrected with Christ, you never just zip up your mouth. तपाईले आफ्नो मुख बन्द गर्न सक्नुहुन्न। तपाईले कतै न कतैबाट फोन कल गरेर हुन्छ कि युट्युबमा बोलेर हुन्छ कि अनलाइन प्रोडक्समा गएर गवाई दिएर हुन्छ कि चाहिँ तपाईले चाहिँ व्यक्तिलाई सहायता गरेर हुन्छ कि तपाई जबरजस्ती गइदिएर हुन्छ कि त्यो तपाईको उत्तरदायित्व पुरा गर्नुहुन्छ। क्लोज बुझ्दै हुन्छ नि? त्यो तपाई पुनरुत्थान भएको एउटा संकेत हो। भोलि अन्तिम हो ट्याक्स फाइलको। त्यो बेला आज म हतारमा कागज गर्दैछु, तर मलाई तुरुन्त फोन कल आयो कोर्टबाट कि व्यक्तिको निम्ति सहायता चाहियो। मैले भने उहाँ व्यक्तिलाई सहायता चाहिँदैन, म भन्दा राम्रो व्यक्ति हो। अनि उहाँले भन्नुभयो कोर्टको लयरले हैन त आइदिस् भने सरल हुन्छ। अनि म इन द मिडल अफ डुइङ समथिङ, यदि अरू कामको हुँदो हो त, अरू व्यक्ति हुँदो हो त जाने थिएन होला। भोलि अन्तिम हो। यदि मैले बुझाएन भने मैले सरकारप्रति जवाबदेही हुनुपर्छ। तर त्यो कागज कता पुग्यो, पेज 1 2 3 कता मलाई पढ्बर तुरुन्तै बन्द गरेर मैले त्यहाँ गएँ न्यायालयमा, न्यायाधीशमा। किनभने म त्यहाँ जाँदाखेरि मलाई थाहा छ एक दिन त्यो व्यक्तिले ढिलै भए पनि प्रभु कहाँ आउनुहुन्छ अनि यहाँ ठाउँमा आएर गवाई दिनुहुन्छ। यदि म जीवित रहेँ भने उहाँले आएर हाम्रो अगाडि गवाई दिनुहुन्छ कि तपाईँको कारणले त म आज जीवित छु। हालेलुया। यसैले तपाईँ र म जब ख्रीष्ट येशूसँगै गाडेका हुन्छौँ पापको लागि, हामी मरेका हुन्छौँ अनि ख्रीष्ट येशू सँगसँग अब हामी धार्मिकताको लागि जी उठ्नुपर्छ। आमेन। वी सर्भ द लर्ड of resurrection. We serve the risen Lord. That's why we should be resurrected in our own body, in our mind and spirit as well, in soul as well. हामी आर्थिक कुरामा, भौतिक कुरामा, शैक्षिक कुरामा, पारिवारिक कुरामा मात्रै पुनर्जीवित भएर पुगेन अब। तर एउटा कुरा बाँकी छ, त्यो हो हामीहरू आत्मिक रूपमा जीवित हुनुपर्छ। आत्मिक जीवित भएका सङ्केत यिनै हुन्। त्यो व्यक्ति जो अगुवा तपाईँ हुनुहुन्छ नि, तपाईँले आफ्नो सेवा पुरा गर्नुहुन्छ। सन्त पावलले मात्रै भन्न सके मैले असल लडाईँ त लडेको छु, हजुर मैले मेरो दौड सिद्ध्याएको छु। आई हेभ फट द गुड फाइट, आई फिनिश माई रेस भन्छ उहाँले भन्न सक्नुहुन्छ। हेर्नुहोस् त, जो काटिँदै थियो, जो मारिँदै थियो, हेर्नुहोस् त उहाँले भन्न सक्नुहुन्छ। आदरणीय मेरा अगुवाहरू, मेरो गुरुजनहरू, गुरुबा गुरुआमाहरू, यदि तपाईँ आज हेर्दै हुनुहुन्छ भने तपाईँले जुन ठाउँमा सेवा गर्दै हुन्छ सेवारत हुनुहोस्, अझै धेरै गर्नुहोस्। मेरा आदरणीय जवान भाइ बहिनीहरू, पुस्ता भाइ बहिनीहरू, इफ यु हेभ बिन क्राउलिङ लाइक बेबिज, you just keep crawling, keep hiking in faith, never give up, never stop, but let's keep starting, keep hiking until the ends of the day. आउनुहोस् हामी प्रार्थना गरौँ। प्रभु हामी तपाईँलाई धन्यवाद भन्छौँ। महिमाको परमेश्वर, हामीलाई तपाईँ प्रभुको राज्यमा मृतक अवस्था जस्तो हुनलाई बोलाउनु भएको होइन। जसरी यीशु तपाईँ पापको लागि मरेर धार्मिकताको
लेखी जी उठ्नुभयो। त्यसरी नै आज हाम्रो प्रत्येक परिवार, प्रत्येक व्यक्ति, प्रत्येक अभिभावक, प्रत्येक छोराछोरीहरू, प्रत्येक मण्डली परिवारहरू जुनै राष्ट्र, भाषा, देश तथा जातिमा भए तापनि, लिङ्ग भए तापनि तपाईँको राज्यमा पुनर्जीवित हुनलाई, तपाईँको सँगसँगै पुनरुत्थान हुनलाई तपाईँ परमेश्वरले हामीलाई बोलाउनु भएको हो। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौँ यतिखेर जसले हामीलाई एउटा नयाँ आशातिर प्रभु हामीलाई डोराउनु भएको छ, एउटा छुट्टै नयाँ उद्देश्य दिनुभएको छ। तपाईँको पुनरुत्थान सँगसँगै तपाईँ परमेश्वर हामीलाई नयाँ भविष्य कोर्नु भएको छ। हाम्रा विश्वासीहरूको विश्वास अब व्यर्थ भएको छैन। हाम्रा मण्डलीहरूको ठुलो सुसमाचार अब प्रचारहरू व्यर्थ भएको छैन। प्रभु, तपाईँलाई धन्यवाद भन्छौँ तपाईँको पुनरुत्थानको शक्तिको लागि। प्रभु, धन्यवाद परमेश्वरलाई, हामीहरूलाई त परमेश्वरले तपाईँ सँगसँगै अब अनन्तको राज्य गर्नलाई, अनन्तसम्म राज्य गर्नलाई निमन्त्रणा दिनुभएको लागि प्रभु धन्यवाद भन्छौँ। यदि हामी यहाँ कोही आत्मिक रूपमा, यदि पारिवारिक रूपमा, शारीरिक रूपमा मात्र होइन, आत्मिक रूपमा मृतक निदमा परेका छौँ, हामी सुतिरहेका छौँ भने त परमेश्वर आजको दिन उठ्नलाई सहायता गर्नुभएको होस्। जो सन्त पावल दमस्कसको बाटोमा पुर्जी लिन जाँदै गर्दा उनी जब मुर्छा परे, तपाईँ पवित्र आत्माले उहाँलाई पक्राउनु भयो। आज हाम्रो तमाम जवानहरूलाई, हाम्रो बाबामाहरूलाई, हाम्रो अगुवाहरूलाई, हाम्रो सेवक सेविकालाई त परमेश्वरले नै पवित्र आत्माको शक्तिमा पक्रिनु भएको होस्। तपाईँको अभिषेक आज पनि दिनुभएको होस्, ताकि हामी तपाईँको राज्यमा सक्रिय सहकारी बन्न सकौँ। तपाईँको क्रुस बोकेर हिँड्ने असल हामी सेवक तथा सेविका बन्न सकौँ। प्रभु, तपाईँलाई धन्यवाद आजको दिनको लागि। हामी तपाईँको रेजुरेक्सनलाई, तपाईँको पुनरुत्थान हामी साँच्चै नै उत्सव मनाउँछौँ, हामी सेलिब्रेट गर्छौँ। धन्यवाद, धन्यवाद, धन्यवाद। यीशुको नाममा